अम्बो अहिलेसम्म नि एक बडा भइसकेको छ हो। तपाईँलाई चाहियो भने कमेन्ट गर्नुहोस्। हेलो एभ्रिवान है। यहाँ भने चाहिँ नि यस्तो खतरा यस्तो बेसी चाहिँ नाकिममा फलेको रहेछ हो। यहाँ काकाहरूले चाहिँ टिप्नु हुँदै रहेछ नि, यस्तो बेसी फलेको छ। तपाईँहरूलाई देखाउँदैछु हो। तपाईँहरूले हेरिदिनु पऱ्यो। यो भिडियो चाहिँ जति सक्दो सेयर गरिदिनु पऱ्यो। अब कति ठाउँतिर डिमान्ड गऱ्यो भने नि तपाईँहरूले भन्नु सक्नुहुन्छ। यहाँ चाहिँ अब हप्ता पछि निस्किन्छ क्या हो। यस्तो बेसी फलेको छ, तपाईँहरूलाई देखाउँछु त। यो चाहिँ हो नाकिममा हो। यहाँ छ यति बेसी फलेको रहेछ। यस फर्स्ट टाइम टिपेको नि यो फर्स्ट लट होइन, यहाँ काकाले फर्स्ट टाइम हो नि। यहाँ हो मालिक चाहिँ हो। हेर्नुहोस् यो अर्ग्यानिकमा एकदम अर्ग्यानिक आउँछ। तपाईँको ढुङ्गामाथि फल्छ। ढुङ्गाको रस यसले तानेको हुन्छ। ढुङ्गाको रस तान्नाले ढुङ्गाको जैविक कुरोहरू यसले सबै बोकेको हुन्छ र स्वादिष्ट खानु हुन्छ र सबै रोगहरू पनि जान्छ। यसको अर्ग्यानिक सिस्टम हो यो। यो चाहिँ दामी निस्केछ, दामी बेसी हो। यहाँनिर चाहिँ टिप्दैछ हो। बोट चाहिँ यहाँ छ कडा। यो त दोस्रो चोटि भयो। अघिको चाहिँ फर्स्ट चोटि हो। यो चाहिँ दोस्रो चोटि। यो चाहिँ अर्कै जग्गामा हो। अघि टिपेको चाहिँ तलनिर हो। यो चाहिँ यहाँनिर थियो। आम्मामा पुरा फलेको रहेछ नि काका। उहाँ परतिर हो। तपाईँ खेती गर्नुहोस् नाकिमाको फाइदा हुन्छ। न यसलाई केही स्याहार्नु नि पर्दैन होइन। यसलाई मल लाउनु नि पर्दैन। एकताल गाडी सकिएपछि यस फल्यो भनेर जान्नुपर्छ। यहाँतिर हेभी यो जस्तै जग्गामा पनि हुन्छ, पाखामा पनि हुन्छ, ढुङ्गाइमाथि पनि हुन्छ। अलिअलि माटो छ भने यहाँ हेर्नु सक्नुहुन्छ। यहाँ सबै टिपेर ओढेर चाहिँ हो। अब लोडिङ हुँदैछ। यो चाहिँ बोडामा हालेर सबै यो चाहिँ गान्तोक जान्छ हो। यो अब कति के हुन्छ सबैलाई चाहियो भने कमेन्ट गर्नुहोस्। गरिदियो भनेर यहाँ चाहिँ आधी भइसक्यो हो। यो चाहिँ अब एक बोडा भइसक्यो हो। यो यहाँ हेर्नुहोस्। यो चाहिँ अब गान्तोक जान्छ हो। यो चाहिँ गान्तोकको लागि रेडी हो। अबको एक हप्ता बादमा फेरि निस्किन्छ। तपाईँहरूलाई चाहियो भने कमेन्ट गर्नुहोस्। यो भिडियो जति सक्दो सेयर गरिदिनु पऱ्यो तपाईँहरूले। टक्कै एक बोडा भएको छ हो नाकिममा चाहिँ। यो चाहिँ 30 केजी छ। तपाईँहरूलाई चाहियो भने अनलाइन अर्डर गर्दा हुन्छ।